7 बजेतिर थियो गोली लाग्यो भन्ने मलाई मात्र थाहा थियो अरूलाई टोलीलाई चाहिँ किन मनोबल बढाउने भनेर चाहिँ मैले कसैलाई पनि जानकारी गराएँ लास्टमा आएर अब खप्नै नसक्ने 1.5-2 घण्टा जति खपे गोलीको दुखाइ त्यसपछि खप्न नसकेपछि म आफै एक्लै ब्यारेकभित्र थिएँ अन्त सबै स्टाफहरू हुनुहुन्थ्यो मेरो स्टाफ हुनुहुन्थ्यो सबैले त्यति हुँदाखेरि म त हस्पिटल जाँदैन म अझै पनि लडिरहेको छु हाम्रो ब्यारेक बचाउनुपर्छ हाम्रो सबै सम्पत्ति बचाउनुपर्छ भनेर चाहिँ म लडि नै रहेँ हाम्रो सम्पूर्ण टिमहरू सहकारी हाम्रो सबै स्टाफहरू चाहिँ एकदम लामो समयसम्म लड्यौँ लास्टमा चाहिँ डिएसपी सरले चाहिँ हुँदैन यत्रो भइसकेपछि हस्पिटल जानुपर्छ भनेर मलाई पठाउनु भएको सबै अनि त्यहाँ पनि कोरियन हस्पिटलमा गएँ भक्तपुरकै त्यहाँ पनि सेफ्टी जस्तो लागेन सरले चाहिँ हाम्रै हस्पिटलमा सेफ्टी हुन्छ त्यही जानुपर्छ भनेर बाटोमा यही जुगाले गर्दाखेरि पनि यो पुलिस रहेछ हो कि के हो भनेर चाहिँ बाटोमै पनि एम्बुलेन्सको सबै सिसा तोड्यो यो पेट्रोल बमहरू त कति हो कति जेन्जी भनेको छ भन त तर यो सानो उमेरको चाहिँ छैन सबै ठुलो छ 23मा त खासै केही भएन 24 अब आराम ठिक हुन्छ हस्पिटलमा सबै सुविधाहरू पनि छ राम्रै भइरहेको हाम्रो सम्पूर्ण प्रहरीहरूको मनोबल चाहिँ एकदम कमजोर भएको छ यसमा चाहिँ नेपाल सरकारले चाहे जोसुकैले भए पनि हामीलाई के गर्नुपर्छ भन्ने चाहिँ जसरी हिजोको दिनमा थियो हाम्रो सङ्गठन त्यसरी नै अझ पनि हामीलाई काम गर्ने वातावरण बनोस् न हामीलाई बस्ने त्यहाँ ठाउँ छ ब्यारेकहरू छैन हाम्रो पहिचानै गुमिसकेको छ प्रहरी भन्ने हामीसँग केही पनि पहिचान छैन अहिले न डकुमेन्ट छ कुनै केही पनि छैन हामीहरूसँग अब यही लुगाहरू पनि साथीहरूले कसले कहाँबाट ल्याएर दिइराख्नु भएको छ त्यसै पनि मैले फ्यामिलीलाई पनि खासै त्यति आउनुपर्छ भनेर भने हाम्रो पनि व्यक्तिगत त्यो हुन्छ त्यही भएर चाहिँ घर पनि टाढा दार्चुला नि माथि ब्यास नेपाल प्रहरी भनेको जनताको साथी प्रहरी भन्छ हैन अब उच्च मनोबलका साथ अगाडि एउटा आग्रह चाहिँ म यो गर्न चाहन्छु कि नेपाल प्रहरीलाई नै जुनसुकै कुरामा चाहिँ यसरी टार्गेट नगरियोस् हैन हामीले कुनै उनीहरू पनि मर्ने पनि हाम्रै दाजुभाइहरू मर्नेहरू पनि हाम्रै दाजुभाइहरू हुन् हामी नै हौँ हामी मध्येकै मैले मेरै भाइहरू मेरै आफ्नै छिमेकीहरू त्यही कारणले मैले भने ठिक छ जे गर्नु गर्यो तिमीहरूले यतिसम्म सबै यस्तो नगरिदिए भए हुन्थ्यो भनेर त्यस्तो मैले उनीहरूलाई भन्दाखेरि अहिलेसम्म त्यही भएर मलाई भेट्न पनि आउनु भयो उनीहरूलाई पनि अलिकति मनमा खिन्नता बोध भयो होला त्यही भएर चाहिँ अरू ठिक छ तर हस्पिटलले चाहिँ सक्दो धेरै राम्रो केयरिङ गरिदिनु भएको छ चाँडै ठिक हुन्छ उच्च मनोबलका साथ बस्नु वास्तवमा चाहिँ अब अग्रभागमा त नेपाल प्रहरी नै हुन्छ अब जनताको साथी नेपाल प्रहरी भनिरहेको छ जसरी यसपालि लक्ष्य गर्यो त्यो राम्रो भएन तर एउटा कुरो हो भनेपछि नेपाल प्रहरी पनि सँगै छ त्यही माथि हाम्रो सशस्त्र प्रहरी पनि सँगै हुनुहुन्छ तर उहाँ चाहिँ ब्याक किन हुनुभयो उहाँहरूले एउटा टियर ग्याससम्म नै फायर गर्नुभएको होइन हामीसँगै हुँदा पनि सशस्त्र प्रहरीले हामीहरू त्यत्रो मारिँदा उनीहरू ब्याक हुनुभयो तर यो चाहिँ अलि ठिक लाग्यो अनि सँगैकै सहकर्मी अब एउटै हो नि हामी त सुरक्षा निकाय नेपाल प्रहरी भए पनि सशस्त्र प्रहरी भए पनि नेपाली सेना भए पनि हामी मर्दाखेरि हामी उनीहरू पक्कै पनि तर चाहना त थिएन होला उनीहरूको पनि त्यसरी ब्याक हुने
सपोर्ट गर्नु, तर माथिबाट आदेशै त्यस्तै भइसकेपछि कसरी? तर यसमा चाहिँ हाम्रो विभागीय नेतृत्व, नेपाल सरकार चाहिँ जेसुकैले चाहिँ यसमा चाहिँ अलिकति राम्ररी गम्भीर रूपमा चाहिँ लिनुपर्छ। घटनाको समीक्षा पनि हुन्छ, समीक्षा हुन्छ र कसरी अगाडि बढ्नु सरकारले राज्यले गर्नुपर्छ नि। उच्च मनोबलका साथ बस्नुहोस्, स्वास्थ्य लाभ गर्नुहोस्।